एभ्रिवान, गुड आफ्टरनुन। हाम्रो चाहिँ आज 12 उता चाहिँ नानीहरुको भिटामिन छ के। ए लिएर जाँदैछु, उसको कार्ड पनि आफै बोक्दैछ। लु रिदिमा आउ न, जाउँ अगाडि न त छोरी। हामी चाहिँ लाग्यो कहाँ गएको रे रिदिमा, यता फर्केर भन्थ्यो त मलाई। सेन्टर किन गएको? दबाई खानु गएको? खेल्नु दबाई खानु गएको? हजुर। ओके। म त घरमै बस्छु, छुट्टी हो। लु हिँड साइड 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 साइड। हावा चल्छ यस्तो, भगवान के डरलाग्दो रुखहरू छ। गाडी आउँदैछ? छि मैला पानी हो त्यो त, के हेरेको बेबी त्यही। यस, नर्भ सेन्टर चाहिँ यहीँ छ। सेन्टर जानु भनेपछि यस्तो मजाले जान्छ कि। औ लड्छ उता, डिल होइन है, रोड बिचमा होइन। यो त यस्तो छाँगा छ नि त, डरै लाग्दो। के को दाना हो यो चाहिँ? बुई बुङै झऱ्यो भने त अप्ठ्यारो बाटो छ यो। फेरि सेन्टर आइपुग्यो हामी। बस तिमीहरू खेल्दा जाऊ। दबाई खानेको लाइन बिचारा उल्टी गर्दैन रे बहिनी। भिटामिन खानुपर्छ अब त बहिनी। राम्रो थियो फोटो है। दिदी फोटो चाहिँ राम्रो निक्लिनु रहेछ। यता बस्दिनु न। ब्याकग्राउन्ड पनि उयो हो नि त हैन, फोटोमा चाहिँ त्यो ब्याकग्राउन्ड तपाईहरु बाहिर खिच्यो भने चाहिँ कहाँ तपाईको फोटो खिच्दिन हैन? यो चाहिँ भिटामिन हो दिदी। आज चाहिँ भिटामिन पनि हो। त्यसै हाम्रो त्यसै हैन। भाइ तिमी यता आउ न नानी। एक गर्दै हुन्छ बस्नु एक जना ल। हुन्छ लिदिमा। यता यता बस्नु लिदिमा यो समाउ न। लिदिमा एक जना ल। आउ भनेको आउ मेरो ठाउँमा। नानी नगर न। यता बस्नु। रिदिमालाई नगर है, बल्ल बल्ल दबाई खानु बसेको छ कि अहिले फेरि उठेर भागिदिन्छ नि। कस्तो साह्रो पर्छ नि दबाई खुवाउनु त। खान्छ नि है मोटा मोटा के हुन्छ भने त यो खाएर कुड्ने हो नि। आगर्न कुड्ने हो। ल खाएर त मिठो भएको भएन? ल अलिकति अब अलिकति हेरे के देख्छ। मैले सागहरू खाएर जुवानी पार्टी टेक्ने सागको काम हो। गुड दिन्छ अहिले। अब भिटामिन खाएर कहाँ अहिले नै खानु हुन्छ। उसले खायो अरे। खायो उसले त अचार पाउँदैछ। अब दुईजना उयो छ। छिटो आँसु झार्दो रहेछ उसले त। केटाकेटीको दुकान। हजुर गरिदिइहाल्नु गर्नु। हाम्रो आमाकोहरूको कामै त्यति हो नि, सिग्नेचर गर्यो नानीहरूलाई खुवायो है। अरे यो दिन्छु ल। म त चिसोमा बसेछु हौ। म त के गर्नु भन्नु भएको नि।
टाइमर रहेछ नि त नानाको चाहिँ है तीन उयो आउँदा चाहिँ अप्पु अनि के शर्माले त सुतेको यिनीहरू यता फर्केर बस्नु निदाएछ त अन्त सबैजना यता फर्केर बस्छ त रोडपट्टि म फोटो खिच्छु उता फर्कारे छिटो उता यस्तो फर्का उता यता फर्का बाटोपट्टि फर्कारे सबैजना बाटोपट्टि फर्का 5 वर्षसम्मको नानीहरू आज हामी यो भिटामिनहरू है नानीहरूलाई खुवाउने हामीले यो कार्यक्रम हामीले है आशा कमिटीद्वारा भइसकेको छ भने है आज हाम्रो जुन यो आइसिडिएस जुन है सेन्टरमा विशेष अब हामी सबैलाई यो जानकारी गराउन चाहन्छौँ कि विशेष अहिले अब दिनदिनै है अब हाम्रो गाउँघरको नानीहरू है अब भन्नुपर्दा हाम्रो किशोरीहरू जुन अब 10 वर्षदेखि है माथि उहाँहरू अब एउटा टिनेजमा जाँदै गरेको हुन्छ यो अवस्थामा चाहिँ अब हामीले है किशोरीहरूलाई विशेष गरी है अब अहिले दिनदिनै अब अलिकति हाम्रो किशोरीहरूलाई अब धेरै एउटा सेक्सुअल हेरेसमेन्ट भन्नु पर्दाखेरि अलिकति उहाँहरूलाई अलिकति हेरेसमेन्ट हुने अनि उयो जाऊ त भित्र देममा भएकोमा ऊ देमाले ल्याइदिनु हुँदैछ यस्तो घटनालाई रोकथाम गर्नको निम्ति चाहिँ आज हामीले है अब सबैलाई यो एउटा अवेरनेस गराइरहेको छौँ कि है अब हौ त्यही दिनु न खान्छ जब हाम्रो किशोर अब टिनेज अवस्थामा जान्छ उहाँलाई चाहिँ अब हामीले अलिकति यो कतिवटा कुराहरूमा ध्यान अब हामीले है अब घरको गाउँघरको जति पनि अब हाम्रो कतिले अब है भन्नुपर्दाखेरि अब अलिकति उहाँहरूलाई जोर जबरजस्ती है त्यस्तोहरू गरिरहेको हुन्छ त्यो कुराहरूलाई अब ध्यानमा दिने कसैले यस्तो गर्दैछ भने उहाँहरूलाई अब हामीले अलिकति एउटा यो चाहिँ अब सामाजिक मस्त है हाम्रो अभिभावकलाई उहाँहरूले यो नानीहरूलाई जुन चाहिँ चाइल्ड प्रोटेक्सन्स विषय लिएर जुन चाहिँ आशा बिसिबी एसडिएस ग्राम मेम्बर लगायत शिक्षक लगायत यो जुन चाहिँ कार्यक्रम गरिएको छ यसमा चाहिँ अब हाम्रो नानीहरू अब आउने दिन यस्तो भइसकेको छ हाम्रो नानीहरू चाहिँ अब विशेष गरेर हाम्रो आमा बाबाहरूले चाहिँ के गर्न चाहँदैछ भन्दाखेरि चाहिँ हाम्रो नानीहरूलाई बिचमै स्कुल छोडाउँदैछ यो स्कुल छोडाएर चाहिँ बाहिरतिर के अरे गाउँतिर कहाँतिर काम गर्नु पठाइरहेका छन् हाम्रो जो चाहिँ छ नानीहरू बिलो 18 यो जो 18 वर्षदेखि उँधोको नानीहरूलाई यसरी हाम्रो पनि गार्जेनहरूको धेरैवटा भुल देखिँदैछ अब आउने दिनहरूमा हामीले हेर्छौँ पढ्ने नानीहरू एकदमै कम्ती भएर जाँदैछ हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा त एकदमै नोकरी पाएन भनेर नै हाम्रो एकदमै बेसी बाहिरतिर नै गइरहेको छ र अब यो जुन चाहिँ हामीले एउटा यो जुन चाहिँ एउटा प्रोटेक्सन एउटा कार्यक्रम गरिरहेछौँ यसमा चाहिँ हामीहरू सबै जतिजना छौँ उहाँहरूले सबै नानीहरूलाई के कसरी हुन्छ पढ्ने धुम्रपानदेखि अलग राख्ने के अरे सेक्सुअल हेरेसमेन्टदेखि अलग राख्ने हामीले यो जुन चाहिँ एउटा के अरे सचेतनामूलक कार्यक्रम गर्दैछौँ र तपाईँहरूले यहाँनिर मात्रै यति मात्रै सीमित नगरेर जतिजना छौँ हामीहरू जतिजना हाम्रा अभिभावकहरू हुनुहुन्छ उहाँहरूले आफ्नो गाउँमा गएर सबैले नै यो विषयलाई चाहिँ यहीँ मात्रै हामी सीमित नराखेर सबैले घर गाउँ रमा भनिदिने है एकजनाले अर्कोलाई गर्दाखेरि हामी सबैले हाम्रो होल के अरे दार्जिलिङ डिस्ट्रिक्टभरि नै यो कार्यक्रम भएको अवगत गराउन चाहन्छु है र सबैले नानीहरूलाई लेभल काम नदिने र उहाँहरूलाई पढ्ने र कुन नानीहरूलाई हेरेसमेन्ट यो चाहिँ आमा बाउले पनि नानीहरूलाई एउटा फ्रेन्ड जस्तो भएर साथीहरू जस्तो भएर उनीहरूलाई सोधेर नानीहरू अहिले हाम्रो नानीहरू स्कुल जाँदैन किन जाँदैन के कारण छ बाटोमा उनीहरूलाई हेरेसमेन्ट हुँदैछ कि
बा कहाँ स्कुलमै हुँदैछ कि बा कसै अभिभावकहरूले उनीहरूलाई टच गर्दैछ कि यो विषयलाई हामीले मध्यनजर राखेर यो जुन चाहिँ कार्यक्रम गरिएको छ जुन चाहिँ चाइल्ड प्रोटेक्सन र यसलाई चाहिँ म त्यही भन्न चाहन्छु यसलाई चाहिँ सबैले यहाँ भएको जतिजनाले गाउँमा गएर घरमा गएर सबैले यो विषयलाई अझै विस्तृत रूपमा गरिदिन्छ भन्ने म आशा राख्दै मेरो छोटो यो सचेतनामूलक कार्यक्रमको शब्दहरू यहाँनिर अन्त गर्दछु।